सर्वप्रथम त यहाँहरू सम्पूर्णमा नमस्ते। आज हामी चाहिँ दुधौली नगरपालिका वडा नम्बर 7 का युवाहरू मिलेर आज विशेष रामनवमी परेको हुनाले हामी सम्पूर्ण युवाहरूले मिलेर चाहिँ दुधौली नगरपालिका वडा नम्बर 10 मा रहेको यो जनमुखी कल्याणकारी नेपाल कमलाखोज बालगृहमा हामी दुधौली वडा नम्बर 7 निवासी युवाहरू मार्फत आज श्री रामनवमीको अवसर पारेर आफूले आफ्नो अनावश्यक खर्चहरूबाट केही पैसाहरू जोगाएर दुखी अनाथ र असहाय बालबालिकाहरूलाई केही दिनको रासन र खाजाको व्यवस्था गरिएको छ र यहाँहरू सम्पूर्णमा पनि यो निवेदन गर्न चाहन्छौँ कि यदि तपाईँहरू पनि कोही पुण्यको कार्य गर्न इच्छुक हुनुहुन्छ भने यस संस्थामा आई यी साना निर्दोष बालबालिकाहरूको सहारा बनिदिनु हुन अनुरोध गर्दछौँ। आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ। तपाईँहरू इच्छुक भएर यो बालगृहमा चाहिँ तपाईँहरूले चाहिँ यहाँ आएर सहयोग गर्न चाहनुहुन्छ भने यो चाहिँ हाम्रो सिन्धुली जिल्लाको दुधौली नगरपालिका स्थित वडा नम्बर 10 मा रहेको छ। यहाँनिर नजिकै शहीद स्मृति पार्क नजिकै पर्दछ। ठ्याक्कै त्यसको पश्चिम साइडतिर पर्छ, बाटो मुनि पर्छ यो। त्यहाँ गएर त्यहाँका सञ्चालक ज्यूसँग भेटेर समन्वय गरी यहाँहरूले सहयोग गर्न सक्नुहुनेछ।